16 घण्टा काम गरेर 4 घण्टा सुत्ने हो 5 घण्टा सुत्ने हो सधैँ छैन के छ त नि भात्रको हातमा ठिकै छ बा ठिकै छ के हुन र ठिकै छ तैँले आफ्नो ख्याल गर बाउ ठग्यो परिस क्या हो ठगाइमा परिस क्या हो ठगाइमा त परे छैन आमा साह्रै गाह्रो रहेछ काम गर्न फुर्सदै नपाएर साउ किचकिचे छ अब कम्पनी बन्द होला जस्तो छ बाबु गाडीको ख्याल गर हजुरलाई कस्तो छ यता त ठिकै छ बाउ बिरमा बसबाट आइछन् भर्खर अब म बुढी मान्छे के भन्छु र अब अलिअलि सकेको गरेकै छु बाउ तैँले आफ्नो ख्याल गर फोन गर्दै गर माया नमार है बाउ गाडीलाई बाहिर बजार भनेर धेरै हिँड्न नदिनु होला है गाई छैनन् यस्तो अघि पसल गाई छन् ल अब त्यसै यस्तो कुरा गर्दा हुन्छ हेलो हेलो ठिक छ नि हजुर कहाँबाट के छ ठिक छ पशु गाई भने धेरै टाइम हुँदैन भने हुन्छ आमाले कहाँ गइदिनुहुन्छ ए ल जान्छु भनेर गएको बन्द रहेछ अनि फेरि फर्केर आएँ कि खै गएन त्यस्तो कुरा नगर्नु न तपाईँ ढुक्क हुनु कि म यहाँ आमाहरू खै गएन म यहीँ घरमै छु म यसो सुन्नु न बुढो भन न घर पनि चाहियो अनि फेरि यसो खर्च गर्नु पर्यो अलिकति घर धन्दा साउले पनि बुझाउनु पर्ने थियो अस्ति सामान लिएर आएको उधारो तिर्नु पर्ने छ पैसा पठाउने हो दबाई लाग्यो बोनस दिनु न भन्छु मैले दिनभरसम्म पठाउँछु अरू एक्सट्रा छोराछोरीले कस्तो पुर्याउ भोलि पर्सिसम्म त नि म पठाइदिन्छु नि पठाइदिन्छ ल ल हुन्छ फोन गर्दै गर्दै लाग्नै गर्दैन अब हजुरको कति बेला फ्री हुनुहुन्छ थाहै होइन त्यही भएर अब यहाँ नेपालको लागि उहाँको मिल्दैन नि त सुत्नु परेन र म हुन्छ म सम्झाउँछु नि त ल ल हुन्छ ल बाई हुन्छ बाई बाउ छोराछोरी चलेकै थियो नि बाउ त्यसले काम पैसा भन्थ्यो त्यसै त नमागे भए हुन्थ्यो बाउ मैले दिन्छु चाहिएको मसित भन मैले गरेकै छु ल्याएकै छु म बुढीले दुःख गरेर भए पनि तिमीलाई अहिलेसम्म भोको राखेकै छैन बाउ त्यसलाई दुःख नदिएर हुन्थ्यो हाम्रै लागि भनेर त हो नि विदेश गएको जहाँ हजुरको 12,000 भत्ताले के हुन्छ र ओ मेरो बाउ अब के गर्ने हाम्रो घरको आर्थिक अवस्था यस्तै छ सोच्नु पर्यो नि बाउ तिमीले पनि तिमीले हामीले नसोचेर कसले सोध्छ भोलि चिलबिली ठुला होला तिमीलाई पढाउन पर्ला तिमीलाई पढाउन पर्ला के गर्छौ बाउ त्यति बेला सोच है बाउ सोच ल बस्नु म जान्छु बुहारी त गइसक्यो के अरे अब मेरो म बुढीको सधैँभरिको त्यही मेरो त कति दिन भरि दुलाई बाउ साह्रै खाना त दिन्छौँ के अरे बाउ बुहारीलाई त के नराम्रो भन्ने कामे बाउ उमेरले त होला नि बाउ बजार जाँदा पनि रातो त्यो लिपस्टिक लगाएर जाने के हो अहिले कि बुहारी छैन नि के गरिन्छ टिकटकमा ट्याक्टाक के हो त ट्याक्टाक भन्ने एले बिले अरे त एबिसिडी पढ्यो भने त गएन र एले बिले के भन्छ हौ यसले मेरो त्यस्तै सोझे बुहारीलाई जाँदाखेरि एउटा त्यो पातलो पातलो नराम्रो रहेछ अनि बुढा त विदेश छ को र त्यो भने सोचे मुख त झलक्क देख्न पाइनँ हजुर यस्तै बसेर रहेछ मेरो बुहारी हजुरको कुरा नभने बुहारी हो हजुरको तिम्रो आँखा त तिर्मिर आएन नि बाउ मेरो बुहारी त सोझी छन् नि कहाँ हुनु नि मेरो आँखा अझै यो मेरो आँखा नदेखेर कहिले देख्ने हो र मैले मेरो बुहारी माथि त मैले आँखा चिम्लेर विश्वास गरेकी थिएँ बाउ मेरो छोरो विदेश छ त्यहाँ दुःख पाएछ अरे तिमीले बुहारीको त्यस्तो पारा भयो भने के गर्ने अरे शिव हेर्नु अलि सम्हालेर राख्नु बुहारीलाई त्यस्तो त गर्नुहुन्न हाम्रा छन् मैले सम्झाउँछु के अरे बाउ राम्ररी सम्झाउनु तिमीले साँच्चीकै देखेकै हो नि हजुरकै बुहारी हो नि त छोरो बाउ म अहिले पोता गाई छन् के अरे आएपछि सोधौँला है